अब यहाँ पुरै पानी परेर यस्तो भइरहेछ। अब यो बाटोमा कसरी जाने हेर्नु त गाइजहरू, पानी यस्तो परिरहेछ। यो बाटो क्रस गर्न हामीलाई एकदम मुस्किल पर्ला जस्तो छ। अब के गर्नु। अब गाइजहरू यहाँ पुरै अब यस्तो छ अवस्था। अब के गर्नु, बालिन सरकारलाई भनेर भएन, अर्काको देशमा होइन। देशी त यताबाट गइहाल्यो। याला देशी याला, जल्दी जल्दी। अरे पुरै गाह्रो छ, नाजुक छ अवस्था। ल हेर्नुहोस् है गाइजहरू, यस्तरी हिँड्नु परिरहेको छ हो। हामी यहाँ विदेश भनेर के गर्ने, खोलाखोली नाला नाली खोल्सा खोल्सी होइन, सबै पार गरेर चाहिँ काम गर्ने ठाउँ र बस्ने ठाउँमा हिँड्नु पर्ने अवस्था छ यहाँ। ल हेर्नु पानी पुरै यस्तो छ। 10 मिनटको बाटोमा पनि पानीहरू क्रस गर्दै हिँड्ने पर्ने अवस्था छ है गाइजहरू।